टोटली 500 मिलियन सब्सक्राइबर 2 मिलियन भ्यूज मिनासान कोनिचिवा स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा मैले चाहिँ यो च्यानलमा प्राय हैन यो जेएफटी एक्जामसँग सम्बन्धित हुने क्वेशनहरुको बारेमा अथवा यो जेएफटी एक्जाममा आउन सक्ने बनाउँ न त्यो कुपनहरुको बारेमा रिडिङ सेक्सनकोहरुको बारेमा हैन अनि यो खान्जेहरुको बारेमा मात्र भिडियो बनाएको थियो र मैले हिजो हैन यस्तो भिडियो फेला पार्यो कि हैन यो चाहिँ कुनै एक्जामसँग सम्बन्धित नभएर एन्टरटेनमेन्टसँग चाहिँ सम्बन्धित छ हैन र आज चाहिँ मैले हैन कस्तो खाले भिडियो लिएर आएको छु भन्देखि हैन हिजो भर्खर मैले हैन युट्युब तिर हेरेको हैन अब त्यो मान्छेको त्यो भिडियो हेरेर हैन त्यो भिडियोमा चाहिँ भ्यूज आएर चाहिँ म एकदमै सकमा परे हैन कोमामै जाला जस्तो भयो है त्यही भएर चाहिँ मैले त्यसको लागि चाहिँ हैन एउटा भिडियो बनाऊँ कि भनेर त्यस्तो मलाई चाहिँ हैन अचम्म लाग्यो कि हैन 4 मिनेटमा हैन भिडियो अपलोड गरेको 4 मिनेटमा 65000 भ्यूज र 12000 लाइक हैन अनि भिडियो अपलोड गरेर 1 घण्टामा 2 मिलियन भ्यूज 2 मिलियन भ्यूज अब यहाँको कुरो हो त यार ओहो 1 घण्टामा 2 मिलियन भ्यूज अनि अहिले मैले बिहान हेर्दाखेरि हैन 8 घण्टामा कति मिलियन पुग्यो होला त्यो त तपाईहरुले गेस गर्न सक्नुहुन्छ होला हैन 8 घण्टामा कति पुग्यो होला त्यसको हैन सो मैले आज हैन कसको भिडियोको बारेमा चाहिँ कुरा गर्दै छु भन्ने कुरा चाहिँ तपाईहरुले सायद थाहा भयो होला हैन यदि तपाईहरुले चाहिँ यो युट्युब प्रति चाहिँ त्यस्तो एक्टिभ हुनुहुन्छ भने तपाईहरुले चाहिँ ठ्याक्कै थाहा भयो होला हैन जो मान्छेको हैन सब्स्क्राइबर चाहिँ 1 मिलियन 5 मिलियन 10 मिलियन होइन 50 मिलियन होइन टोटली 500 मिलियन सब्स्क्राइबर टोटली 500 मिलियन सब्स्क्राइबर भन्दाखेरि त अब तपाईहरुको मनमा त अब को चाहिँ मान्छे होला यो अथवा को चाहिँ रहेछ यो भन्ने दिमागमा चलेको त होला नि त हैन र मैले आज हैन कुरा गर्दै छु मिस्टर बिस्टको है भिडियो हेर्दै छु हैन 4 मिनेटमै ल 65000 भ्यूज र हैन 65000 भ्यूज र 1 घण्टामा मैले 1 घण्टासम्म हेर्यो हैन 1 घण्टामा 2 मिलियन भ्यूज पुग्यो के 1 घण्टामै है अब आफ्नो भने भिडियो अपलोड गरेको 5 दिनमा पनि 5 दिनमा पनि 200 भ्यूज पुग्न गाह्रो हुन्छ यार ल तपाईहरुलाई चाहिँ म हैन स्क्रिन शेयर गरेर देखाउन चाहन्छु त्यो मैले हिजो हैन त्यसरी भनौँ न भ्यूज चाहिँ बढ्दै जाँदाखेरि चाहिँ मलाई चाहिँ अब त्यस्तो भयो कि हैन हार्ट एट्याकै आउला जस्तो भयो त्यही भएर चाहिँ मैले त्यसलाई चाहिँ हैन स्क्रिन रेकर्ड गरेर राखेको छु तपाईहरुले म त्यो देखाउँछु है त तपाईहरुले पनि हेर्न सक्नुहुन्छ त्यो है अब मैले त्यतिकै यसले गफ लायो भन्छ फेरि हैन ल हेर्नुस् प्रुफ यतै हेर्नुस् ल 4 मिनेटमा 65613 भ्यूज गएको छ कि यसको यार अनि त्यतिकै यसले भन्छ त नि यो युट्युबको किङ भनेर हैन मासला यार कन्टेन्ट पनि फेरि दामी छ कि यसको यार ओहो लगभग यसले हैन यो भिडियो बनाउनको लागि चाहिँ हैन अरबौं खर्च गर्छ होला कि त्यस्तो छ कि यार यसको भिडियो ओहो यार 4 मिनेटमा 65000 अनि अर्को नि हेर्नु है त र मैले त्यसै गरे हेर्दै जाँदाखेरि हैन 20 मिनेट पुग्दाखेरि चाहिँ कति भयो होला त ल 20 मिनेटको पनि हेरौँ न है 20 मिनेटमा कति भयो त 1 10 100 1000 10 लाख 6,46,596 भ्यूज 20 मिनेटमा हैन हो 20 मिनेटमा 6,46,586 भ्यूज पुगेछ अनि लाइक भनेको चाहिँ 76542 ओहो हो के हो यस्तो यार
टल्छ के हो यार मासले यार ध्याट। यस्तो पाराले त यार खान्छ त यसले दुनियाँ। ओहो र मैले होइन लगातार उसको भिडियो हेर्दै जाँदाखेरि होइन हेर्दै जाँदाखेरि चाहिँ होइन 25 मिनट जाँदाखेरि होइन कति गयो थाहा छ? 8 लाख होइन 82 लाख हो कि 11,100,000 लाख 8,22,260 पुगेछ 25 मिनटमा। अनि लाइक भनेको कति? 91,730 लाइक। ओहो होइन मैले चाहिँ यसको भिडियो चाहिँ होइन लगभग 1 घन्टासम्म चाहिँ यसरी नै हेरेर बस्यो क्या है। 1 घन्टामा चाहिँ यसको कति चाहिँ पुग्ने रहेछ त भनेर हेरेको होइन। रातिको त्यस्तै हेर न त्यहाँ 10 बजीतिर मैले त्यसरी हेरेको होइन। लगातार यार बढ्दैछ यार। ल 27 मिनट भयो होइन 27 मिनटमा कति भयो? र मैले लगातार यसको भिडियो हेर्दै गएँ होइन। हेर्दै जाँदाखेरि 27 मिनट हुँदाखेरि होइन 1 मिलियन चाहिँ पुरो भयो कि यसको 1 मिलियन होइन 27 मिनटमा। हेर्नु न त्यहाँ 31 मिनट भयो त। 31 मिनटमा कति भयो? 11,100,000 लाख 10 लाख 39,249 भ्युज। लाइक कति? 11,100,000 लाख 1,49,27 लाइक। ओहो के हो यार यस्तो पाराले त? अब म एकैचोटि तपाईँहरूलाई 1 घन्टाको देखाउँछु है त। 1 घन्टा यो 1 घन्टाको भ्युज हेर्नुभन्दा अगाडि चाहिँ यदि तपाईँहरू यो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला र भिडियो मन पर्यो भने भिडियोलाई पनि 1 लाइक गरिदिनु होला है त। अब हेर्नुहोस् 1 घन्टाको भ्युज 1 2 3 4 5 6 7 8 9 10 हेर्नुहोस् 11,600,000 लाख 10 लाख 1,96,748 भ्युज 1 घन्टामा। ओहो ल आमाले के हो यस्तो यार। ओ माई गॉड